कस्तो चलन काम गर्नेलाई सुख न बुहारीलाई सुख यो कस्तो रिवाज यो हो छुच्ची सासू छुच्ची सासू यो हो छुच्ची सासू छुच्ची सासू आफ्नै छोरी झैं नसोच्न कस्तो चलन यो छुच्ची सासू बस गर्ला छु दाइ के गर्ने हजुर दाइ तिमी कहाँबाट आयो दाइ होइन उता गएको थिएँ क्या गर्दो यता गोड्ला छु के गर्ने अब यार मेरो अलिकति आसी छन् अब त हतौडा हानिदिन्थी हिँड्न त ल यति काम छुट्याएर आउँछु म अब गोड्न लाग्यो गोड्न आएको छु अब आउँछु अहिले आयो आउँछु ठुलोबा क्या छौ खेत बनाउनु लाग्छ यहाँ क्यारी बनाउनु लाग्छ क्या खेत बनाउनु लाग्यो हौ ओहो न क्या लगाउने हो त प्याज यसमा प्याज लगाउने होला ल ल ल खान त म गएँ घर पनि आसिराखेँ हान ल ल ल त्यो कराउनु हो हजुर ल त जल्दै किन बोलायो अरे यार आज आँसी धेरै रहेछन् अब त पङ्खा चलाइदेन ल ल ल कस्तो भयो ठिकै छ प्याज गोडी प्याज गरेर सिकाएर आएँ मेरो आँसी तयार भएन बनाउनु अहिले पछि आइकन म पठाइदिनु आमाले पठाइदिन्छु उसले छकालै पुगाइ गए आउँ यहाँ आँसी अहिले म तयार भए नै बनाउनु लागेको म अहिले आइजानु त मेरो सधैँ यसो याद देखाउ एक दानु त्यो गहुँ धान केही छाड्दैन आफ्नो सिजनमी त अब क्या बनाएपछि पठाइदिन्छु आमाले जहिले पनि यसै म अर्को खोज्ने आउँ ल अब अहिले पठाइदिनु छट्टी बाहा हम चाहियो मुखी यो दाइले आफ्नो बुढलाई पनि के रे झगडा गरेर माइत पठाइन् मेरो बुढाले बिगार लाग्छ कि नै बिटा गरिन ओए क्या नला है तेरा घर का कहाँ गया आज कोई देखिँदैन नि त कहाँ गया तेरा घर का खै अहिले त्यही थिए तो क्या गर्न ला है यहाँ केले बसेको थिएँ ए यहाँ घर कोही छैनन् नै खै कता गए कहाँ अनि त्यहाँ त मैले हेरेँ कोही दिन आमै पैसा 2-4 हजार रुपियाँ चाहिएको थिएन फर्म भरा थियो त्यसको लागि त्यहाँ जानुपर्ने थियो भाडा चाहिएको थियो 2-3 हजार अब कहाँ पाउँ भन्छ कहाँ त खोज्यौँ अब भोलि बुढा टाइम निकाल्दिउँ अनि भने देऊ कहीँबाट माग यताबाट पडोसीबाट
पडोसी अब को हामीलाई कोही होइन नि क्या र कता गए हान अनि दिने उनी होइनन् भोलि बिहान जाने हो माग्दिया फेरि साँझ साथमा माग्दिउँला जस्तो पनि माग्दिया फेरि भोलि भेट्दा हुन्छ हुन्छ माग्दिउँला त्यही काम लाउने भए माग्ने हौ अब त्यही फाल्तु खर्च गर्ने भए कमाएर निकाल्दिउँ त्यही आर्मीको फर्म भरेको थिएँ त्यही जानुपर्ने छ किन त्यही भइकन ल अब फर्म भर्ने भए त निकाल्दिउँला जमा ल को जाने खाजाहरू यहाँबाट त म एक्लै जाने उहाँ कैलाली खान 2-3 जना साथी राम्रो खालका खान् कि अलिक अब खाने पिने साथी हुन् कि राम्रो साथी हुन् कि कस्ता खान् नै सब राम्रै खान् त्यस्तो केही खान्दैन अब राम्रा खान् भनेपछि अब आफै विचार गरेर म क्या भन्नु अनि भोलि धोका हुनु धोका दिने हुन्छन् कोही साथी अनि पैसा मात्रै उ गर्ने पछि त्यही पनि उ गरिदियो भने अब हामी जैसा गरिब दुब्रा छोरछोरी त अब खाइदिन्छन् अब ऐसा अब खान चाहियो मुठा चाहियो दिँदैन होइन सब सोधे खान् त्यस्तो केही छैन कोही झगडा खडा गर्ने खाने कोही केही छैन राम्रै खान् ठिकै छ त जाने भए जा हुने अब त जागिर लाग्यो पनि राम्रै त हो ल गएँ म ल राम्रोसित गएँ राम्रोसित उ गरेँ अब साँझमा माग्दिउँला त घिनमा लागेको पनि मल फाल्ने है कहिले दिनको माथि पाल्छै पाल्ने नि घिन लागेको गरेर टोप्राले मल गर्ने राम्रो पनि मल फाल्ने भए बाख्रा मल त्यही थियो भुइँसाउ त्यही थियो अनि आउटाले खाल्नु पर्यो त काम गर्दैन राख्यौँ पो कता पठाल्नु पो घर राख नगर्न भने को गर्ने हो अनि पैसा कमाइदियो पनि राख्दिकै फेरि राख नौकर 4-5 नौकर राख खाना बनाउने राख मल फाल्ने राख अनि पढे लेखे अनि जागिरी खाऊ भने राख पैसा कमाइदियो भने नत्र भने खोर्नु पर्यो डिङ्गो माछा पालिँदैन है कुकुर बिरालो पाली खायो डिङ्गो माछा आउँटाले अलिअलि कोतर्ने यति गरी खाले भुइँसा दुध गाईको दुध खाले त्यसै गरी यति आउँटा सिमेन्टले केही ढङ्ग नगरे केही ढङ्ग नगरे के गरेर पाले खान्थे अब छुस्किरहेको आयो त केही भने छुस्किरहेको भित्तु न अब भित्तु नै भयो छुस्किकन केही भन्नै नहुने क्या हुँदैछ यस्तोमा भन्नै नहुने जति काम गऱ्यो भने जसको केही गर्नु देख्नुहुन्न अनि ठुस्किन त भएको तपाईँको छोरीले गरे आउँछ देख्नुहुन्छ काम गरे तपाईँ छोराले पठाउनु गइजाउँला कतै जा गइजा म देख्ने लग्न गइजा जा तपाईँ जा छुट्टा फालिदिनु अलग्गै बसिनु खाउँला अनि के सम्पत्ति लेखेर छुट्टा फाल्ने के लेखेको सम्पत्ति ल्याउने अलि धनीबाबी छोरी बिहा गरिदिनु छोरा अलि धनी गर्दो अनि ल्याउनु अनि त क्या आइथ्यो रुप गर्दा बाजा बजाइ गर्ने त मेरो छोरा दे क्या आइथ्यो तब छोरा नल्याउँदाखेरि आइजन तैँले पञ्चपात बजाइ ल्याउला जा गइजा बड्डार पनि लैजा गइजा धनी बाबु घर वहीँ खाए त म कुनै गर्दा यहाँ गइजाउन काम गर्ने यतिमा आँखलाई के खाने भित्तु नै बहिने क्रिम पाउडर गइने लाली लगाउने निग्ने खाने भित्तु नै बहिने केही काम गर्ने आँखला आएन खुपाइ रहेछ नि आँखला हेलो तपाईँले आमाले घर बस्नु दिन्न खाना पनि दिन्न अनि एउटा काम गर्ने दाइ छ त्यो दाइले घरबाट निकाल्दे कि लैजानु उतैतिर कि छुट्टा भइकन यहाँ बस्नु पर्यो अनि यहाँ तपाईँको आमा बसिकन खाना दिन्न क्या गर्ने हो अनि सताइ गर्छन् जति काम गरे पनि काम गरे जसमा पनि देख्दिनन् अब लगा माछा भए नभए माछा लगा तेरो पहिलो माछा भएबारीको लगा के लाउँछ खाना दिँदैन भने लाउन दिँदैन भने माछा लगा अब पखाइ नआउने फोन गर्ने भइसक्यो यता ल्याउनु मेरो समाज हेलो बाख्रा टिप्याउँछन् गाईलाई घाँस हाल्यौ कि नै
नानी स्कुलबाट आइकन बाख्रा टिटाउन लागे हन गाई न गाईले घाँस हाल्नु भयो अनि अब त्यो तोरी गर्नुभयो खै कता कहाँ गयो तोरी? बाहिरतिर जानु भएको क्या हो अब अलिअलि के काम गर यताउता गर यहाँ पल्लो गर त विगतै भएको हाँसुवारीको ए हो र किन झगडा पऱ्यो छामा के थाहा अब त्यस्तै त हुन्छ नि त अब सासु ए हाम्रो त त्यस्तो झगडा आउँदा हामी त मिलेर बस्ने हो तिनीहरूको मुख गरिकन कामकाज गर्ने राम्रो गरी गर्ने ओहो हाम्रो घरमा कुरा कति काटी है हाम्रो घरमा कुरा अरू के रहन्छ हाम्रो घरमा कुरै गर्ने दिन रात राम्रो मान्छे त कुरा कहीँ काट्दिन अब नराम्रैका कुरा काटिन्छ नि क्या त्यो बुहारी न रात दिनै खानु न सुत्नु न रुनु पऱ्यो बिचारी न त्यही न अनि हामी बुहारी ल्याउँ त भएन म ज्या गरौँ तैँले के भइरहेको यहाँ उहीँ घर त निगो गर्दैन उयो गर्दा म त निगो गर्दा हौँ भनी तमासा गरिदिएँ त है बिचार 3 लाख त देखिन भने आम्नी बुहारी न त मैले राम्रो गरेँ ज्या खाया ज्या लाया पनि खा बुहारी गर बुहारी भने अर्काई छोरी न ल्याइकन दुःख दिने होइन क्या त्यस्तो गरिकन म मेरी बुहारी राखु पठाउँ अर्को अब बिहा दुई बुहारी भइगयो क्यारा आज कति बुहारी हुने हुन् 4-5 छोटी हुने हुने आफ्नो घर सम्हाले मेरो घर के सिङ न कुची बिताइदिने न कुचै सिङ यही गरिकन उ गरे अनि कहे कि बुहारी पनि बैठिन न कुरा सिप्पिन गर्ने हो हुने त्यहाँ कि जाने काम थापिन कुरा हुन्न घर चाहिँ आइदिने कुरा गर्ने सासु बाले अहिले भर्खरै बुहारी ल्याए है पछि 2-3 महिना पछि थाहा होला कहिले हुन्छ म देखिरौँला दुई बुहारी गए मेरो त एउटै बुहारी होइन तेरी बुहारी बिगाडे हो तेरी बुहारी यही सासु कि बुहारी त जान्छन् त घर गएन बेला आउने मेरी बुहारी पानी भर्ने तेरी सासुले यो भन्थिन जात भलिया भन्ने तमासा गरी तेरी बुहारी बिगाडी त्यही बिगाड्छन् मेरो बुहारी नि यही गरेर बुहारी देखिन मेरो बुहारी भोटी मेरी बुहारी भन्छ त्यो सासु त्यही गरेर सासु क्या हो त्यस्तै भनिकन मेरो बुहारी हैरान भए आमा त्यस्तो नगर्नु होला भन्छ मेरी बुहारी त सासुको नक्कल हुन्थ्यो बुहारीको नक्कल हुन्थे मेरी बुहारी त भगवान थिए तेरै बुहारीले बिगाड्यो मेरी बुहारी त भगवान मेरी बुहारी जति त कहे कि बुहारी अब तेरी बुहारीले यता आउनु पनि नदिए त पनि नआए यतातिर त पनि यता कति नआए यता नआए तेरी बुहारी समाले अनि दुई हाले त्यही दुलाए तेरी बुहारी मेरी बुहारी त गर्छु धेरै राम्रो गर्दा म ज्या गर्छु मेरो म पनि रिस उठ्ने के गर्नु लागि नानी पढ्दैछु मम्मी किन केही काम थियो र अब माग्न आउने भन्छन् अनि केटो राम्रै थियो आम्ने दरा खोलाको अनि के गर्ने अब देऊ भने अब बढेर ठुली भई अब उमेर पनि भइसक्यो पढ्ने अहिले अब के गर्ने छोरीको जानै पर्छ बिहे नगर्ने मम्मी यति छिटैमा त अब आम्ने गाउँको भन्छन् दरा खोलाको कुटुमा राम्रो हो नि त अब उमेर भए चेली छोरीको बिहे त गर्नु पर्यो त अब किन अब नाइ भन्छे पढ्नु पऱ्यो त मम्मी यति छिटै कहाँ बिहे गर्नु मैले अब पढ्दै रहने बरु बिहे गरिदेऊ पढ्दै रहने नै मम्मी म त बिहे नगर्ने अब राम्रै हो कुटुमा अनि हाम्रो दरा खोलाको राम्रै हो चेलीको छोरीको जात भइकन बिहे गर्नै पर्छ अनि किन नाइ भन्छे भाउजू क्या लाग्नु भएको छ नि आउनु न भाडा पनि लाग्छ नानी किन र काम थियो मम्मी के भन्न लाग्नु भएको थियो के भन्नु भएको बिहे गर्ने कुरा गर्नु भएको थियो त्यही हो र नानी मैले पनि सुनेको थिएँ आमा त कुरा गर्नु लाग्नु भएको थियो त्यही त भाउजू अब हजुरलाई थाहै त छ म उसँग बोल्छु भनेर अब हजुरले गरिदिनु पऱ्यो बिहे रोकिदिनु पऱ्यो भाउजू ल हुन्छ म आमासँग कुरा गरौँला अनि जसरी पनि उ गरौँला म त्यही त बिहे रोकिदिनु पऱ्यो हजुर त अनि मेरो साथी भने नि भाउजू भन्नुहुन्छ भने नि हजुर त कुरा गरौँला आमासँग आमा के भन्नुहुन्छ ल भाउजू हुन्छ रोकिदिनु होला जसरी नि ल हुन्छ आमासँग कुरा गर्छु के भन्नुहुन्छ आमाले भन्दैन ल हुन्छ म पनि जान्छु कठै बिचारो सुदामाको जिन्दगी पनि बर्बाद हुन लाग्यो त्यति बेला केटीका पछाडि नलाग पढ लेख भने मानेन कुकुराका जसरी केटीका पछाडि लाग्यो अहिले लास्ट नि आइ क्या पायो बिचराले धोकै पायो उहीको पनि अब कहाँ केटा माग्न आएका छन् भन्यो अब उसलाई अर्को लैजाँदो भयो बिचारो चाहिँ कहीँ नदी पानी नि डुब्यो मद्द कि अब पापडाका झाला नि पासो लगाए मद्द कि मुलाई त डर हुन लाग्यो भने उहीका घरका आमा बुवालाई त क्या चिन्ता के भयो होइन न
किन बोला हो र काम थियो एउटा हाम्रो घरमा केटा माग्न आउने कुरा गरिरहेको थियौँ ए हो र भाउजूलाई हाम्रो बारेमा थाहा त्यही पनि अब रोक्नु भनेर नै खै अब के हुन्छ अब भाउजूले घरमा कुरा नमिलाउनु भएपछि चाहिँ केही न केही सोच्नु पर्ला ए त्यस्तो कुरा हो भने भागेर बिहे गरौँला ए ल हुन्छ